ट्रक ड्राइभरहरूको धेरै भरोसा नगर्नु, सकेसम्म ट्रक नै नचढ्नु। यस्ता कुरा सुनेर पनि होला मलाई योपल्ट ट्रक नै चढ्नु थियो। फिदिममा ट्रक रोकेको सुरुमा रोकिएन, अलि पारी पुगेर रोकियो। सुरुमा नरोकिएको ट्रक पारी गएर किन रोकियो? मलाई चढ्न डर लाग्यो। तर एकैछिनमा बुझिहालेँ, आज मजा आउनेवाला छ। ट्रकमा हुनुहुन्थ्यो झापाली दाइहरू। गफको कमी हुने कुरो त भएन। कति बेला बाटोमा लाग्ने भूतको कहानी, कति बेला झापाको राजनीति। अब हामीले घन्टीमा हानेर भएन। राजनीतिक गफ चिया बिना के छुटे छुटे जस्तो भयो। अनि हामी चिया खान गयौँ पौवा बन्जाङ। ट्याक्टर भन्छ हो नि त, टर्निङ हो नि त, थाहा छ त भनेर त्यहाँ त दिउँसै तर्नुहोस् न भन्छ। अब भएन भन्छ। म मूर्ख भने यति राम्रा मान्छेहरूलाई शङ्का गर्दै थिएँ। 100मा एक फटा हात किर्ने चोर्ने डक्टर पनि हुन्छन्, पैसा ठग्ने इन्जिनियर पनि त हुन्छन्। एकजनालाई हेरेर पुरै पेसालाई बदनाम नगरौँ न। उहाँहरू दिनरात नभनेर ट्रक चलाउनुहुन्छ र त तपाईँ हाम्रो घरमा आइपुग्छन् नुन्तेल। यो कुरा त भुल्नु भएन नि। दाइहरू झापा 4 आलीसम्मै जाउँ भनेर कर गर्दै हुनुहुन्थ्यो। तर यो सिरिजको रुल नम्बर 2 ब्रेक हुने भएर म भने आजलाई बसेँ फिक्कल। धन्यवाद। ल हजुरलाई पनि ल ल